हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल गाइज। आजको भिडियो चाहिँ अलि डिफ्रेन्ट हुनेवाला छ किनकि आज म जाँदैछु ग्रुप स्टडीको लागि। बोइज ग्रुप स्टडी अब कस्तो हुन्छ म यो भिडियोमा देखाउने छु हजुरहरूलाई। र त्यही नै हो बिजनेसको पढाइ। अब सबैको काम हुन्छ। मेरो पनि बिहान 6 बजेदेखि 4 बजीसम्म काम थियो। काम भ्याएँ, आएँ, फ्रेस भयो। अब चाहिँ साथीको फ्ल्याटमा जाँदैछु पढ्नको लागि। त्यही नै हो बोइजको ग्रुप स्टडी कस्तो हुन्छ म देखाउनेवाला नै छु हजुरहरूलाई। र त्यही नै हो, यो भिडियो चाहिँ एकदम इन्ट्रेस्टिङ हुनेवाला छ जस्तो लाग्छ मलाई। म एकदम ट्राई गर्नेछु, आफ्नो बेस्ट दिनेछु बनाउनको लागि। त्यही हो, लास्टसम्म हेर्नु होला अनि हजुरलाई थाहा भइहाल्छ। Bye. Thank you, Dante. Thank you. Bye. Bye. So 2 किलो खसीको मासु नर्मलवाला र 2 किलो भुटन लिएर आइछ भनेर अर्डर आइसकेको छ। अब म त्यही लिन जाँदैछु। तिनीहरू बस्नुतिर चाहिँ नेपाली पसल छैन, त्यही भएर खसीको मासु पाउन अलिक गाह्रो नै छ। खसीको पनि अब यता त प्योर त्यो नेपालवाला खसी होइन, त्यो बोर गोठ सिप के हो खै खसी टाइपको हुन्छ, खसी भनेर खाइन्छ। मासु पिकअप भइसक्यो। 2 किलो 4 किलो बोक्दा बोक्दा हात पनि गलिसक्यो। अब आइसक्यो फाइनली। अब केटाहरूले अब बनाउनु पाइहाल्यो यिनीहरूले। कसले बनाउने हो? म बनाउने हो। यो मात्रै भुटन पहिला पढाइ चढाइको कुरा गरे के त पढाइको पहिला खाम, पहिला आफ्नो स्वास्थ्य अनि पछि पढाइ। दुहिस बनाइदिन्छु किन हो कि नै मामा? पहिला स्वास्थ्य अनि पढाइ। त्यही अब यिनीहरूले यहाँ बनाउँदैछन्। म चाहिँ यिनीहरूलाई हेर्नुपर्छ। अब यिनीहरू बिगार्न सक्छन्। के बनाएर आयो त्यो? यो चाहिँ के गरेर हो? यो जिन्जर गार्लिक पेस्ट। हाम्रो चाहिँ रिटर्न इक्जाम हुन्छ। अरूहरूको चाहिँ युकेमा धेरै जस्तो असाइनमेन्टहरू हुन्छ। हाम्रो चाहिँ रिटर्न इक्जाम हुन्छ। त्यो हामी त जसले पनि पढ्नै पर्छ। असाइनमेन्टवाला चाहिँ असाइनमेन्ट किन्छन् क्या धेरै जस्तो क्या। सबैले त किन्दैन होला, तर धेरै म्याक्सिममले चाहिँ किन्छन्। तर हाम्रो चाहिँ असाइनमेन्ट नै हुन्छ। अरू असाइनमेन्ट चाहिँ हुन्न। त्यो चाहिँ हाम्रो चाहिँ पढ्नु चाहिँ गर्नै पर्छ। त्यही हो भएन र त्यही होइन कमन त लाग्यो। अब ग्रुप स्टडी चटपटे बिना त इनकम्प्लिट हुन्छ। अरू बनाएर सिकाए यहाँ यही पे है खाना क्या हो चमच हाम्रो टिचा कसैले युज गर्नु मन छ भने युज गर के राम्रो ल कामबाट आएँ। कति बज्यो देखाउ त टाइम? 12:31 बल्ल कामबाट आएँ। त्यहाँ अब बल्ल अब खाना पर्यो। त्यसो मटन यार तिमी मात्रै ग्रेभी खाऊ। तिमीले नमन पर्यो भने नि भन्नु के हो, मलाई मन परेको छैन यार। यति राम्ररी बनाएको छु। अनि तिमी त भुटन बनाउनु भुटन भनेको टाइम लाग्छ के? भुटन खाइसकेँ मैले भुटन। भुटनलाई भुट्नु पर्छ कि टाइम लगाएर? भुटनको लागि भोलि प्लानिङ हो क्या। भुटनलाई भुट्नु पर्छ कि अलि टाइम तिमी आज लगाएर? मटन खाऊ। तिमी नेक्स्ट टाइम भन्छौ कि आई निड मटन। म मटन बिना बाँच्नै सक्दैन के। त्यस्तो तिमीले म बनाइदिन्छु। मटन बनिरहेछ। ओ अरुण, कति टाइम लाग्छ बन्न? 15 मिनट। मिठो भएन भने फेरि आफै खाऊ ल सबै। मिठो कसरी हुँदैन यार, यति राम्ररी पकाएको राम्रो हो क्या। अब यसलाई कुकरमा हाल्छु। तर यताको चाहिँ त्यो नेपालको जस्तो खसीको हुन्न। त्यही भएर लास्ट नै चाम्रो हुन्छ। बोर गोठ हो कि के हो, सिप के हो थाहा होइन, च्याङ्ग्रा हो कि भेडा के हो। त्यही भएर तर दामी हुन्छ यता चाहिँ। कस्तो ओभर दामी देखियो। मैले सिकाएको अब यिनले कस्तो बनाएको छन् ट्राई गर्नु पऱ्यो। ओ हामी कति बेलादेखि पढ्ने हो? पर्ने हो। पहिला त माइन्ड फ्रेस गरेर नजाने उता रेडबुल खाना। रेडबुल त हान्नै पर्छ यार। होइन जाने त पढ्ने हो पहिला। त्यसको मतलब अन्डरस्ट्यान्डिङ गर्ने हो कि, मतलब पढ्ने के हो त बुझ्ने हो कि। म फेरि युनिभर्सिटी दिनको एकदम ठुलो फ्यान लाग्छु। आधी रात बितिहाल्यो। यो 3वटा क्वेसन 3टा त मात्रै गर्छस्? अहिले 3टा त जानु पर्यो नि।
किन त्यो पाना फाडिहाल्छु म पछि गर्छु पछि यो दिइहाल्ने के त लेखिसकेको छ क्वेसन यही क्वेसनको एन्सर यही छ के यत्रो सानो क्वेसन 25 मार्क हो सानो रे यो सानो क्वेसन त सानो छ नि एन्सर हेर 1 2 3 त भइहाल्यो म त्यो एउटा पनि गर्दिन यो त गर्नै पर्छ मैले गर्नै पर्छ अनि एक्सप्लेन यो लोकी वाला लोकी हो कि लकी हो के यो नाम पनि अप्ठ्यारो छ त्यसमा कुन हेलो ब्लगमा आइ भन्देऊ पढ्नलाई फोन रे हामी त ग्रान्ड हान्डाको ओ तिमीसँग कतिवटा क्वेसन छ टोटलमा मसँग छ रोक न अनि यो के छ चारवटा अनि त्यो त्यसले हालेको 3टा 7वटा भयो 7वटा क्वेसन यार हो त्यो चारवटा चाहिँ पठाउ त पहिला खाना खाऊ अनि पढ्नु ओ हेल्थ फर्स्ट है ल बन्द गरौँ त्यसो भए ल चारवटा पठाउ न सिटी लगाले लगा देले खोली त यस्तो हुन्छ है ग्रुप स्तरी उठाक लियो कामको टेन्सन किन आउनु पाएनौ कस्तो हुन्छ पढाइ कामबाट आएको बिहान 12 घण्टा काम हानेर बस्यो अनि त्यसपछि ब्रेकमा यस्तो 2 घण्टा 1.5 घण्टा ब्रेक थियो ब्रेकमा अलिकति गर्यो के गर्यो अलिकति गरेर छौँ अब अहिले रातिको बिहानको 1 बज्न लागिसक्यो फेरि पढ्न स्टार्ट ल कोक केमा हाल्ने ग्लास ओ तर एउटा कुरा भनौँ म यसो नबनाइसन मन पर्दैन कि साच्चै हो हो सबैले लुकाएर ह नुका तिम्रो त जेसु गरम म त हाने दुःख पनि चल्छ उ खादैन के हैन मैले त्यस्तो खाछु र बिगार म लिइहाल्छु त्यो केसन ओ तिमी खानामा चुला खाना होस् छोड्दिउ म त मेरो भरिसक्यो म नै भरिसक्यो अरु तरकारी छ यहाँ के छ र यहाँ आलुको हो खान छोड्दिउ म केही पनि खान्न बोडी छ बोडी बोरीको गोडी के हालको खान्न त्यो चिकन बनाएको त्यो सेक्युर फिल कहीं नभइरहेको ल बनाए चिकन बनाए अनि के खान्छौ त म बनाइन्छु एकछिन रुक मेरोमा हाल्नु नि त म नुनको लागि पनि यस्तो सानो लाउँछु बोली के होला तिम्रो त्यो चरपटी पार्ट 2 हुन लाग्छ चरपटी बनाउन लाग्छु तिम्रो बेस्ट टाइमको म त्यो हजुर एम्मी चरपटीको रेसिपी हेर्नु मन छ भने यो भिडियो हेर्नुपर्छ यहाँ ग्रीन चिल्ली कोरिएन्डर तिम्रो अर्को हातमा त्यसको बनाइदियो भने म एक्जाम पढ्छु आइको मामलामा नि धेरै मिठो मान्छे हो तर मेरो दुईटा म पढाइ पुगिन भने यसको कोरिएन्डर ग्रीन चिल्ली भयो अनि प्याज हेल्थको लागि त्यति राम्रो छैन तर भए चाहिँ हाल्दा हुन्छ है अब यहाँ छैन त्यही भएर हेल्थको लागि त्यस्तो राम्रो पनि हुन्न मेरो पेट नबोले न उसको पेट मिनो हो क्या अरू खानाको पनि रेसिपी चाहिएको छ भने सब्सक्राइब गर्नु होला धन्यवाद भइगयो चटपटे के चटपटे ध्यान मजा आउँछ नि उसले छैन सानी बडी काट्दैपछि त फेरि फाल्छ सी आर्टको उस नै छैन सम्मान नै छैन आर्ट हो नि 5 मिनेटमा चटपटे बनाए मिर्च छैन भन न ल सिधै खोज्दै म भोलि खान्छु आर्टको त सम्मान गर रेट आउट अफ 10 ल 8 8 अबे फेरि मलाई अलिकति राम्रो ब्याक टु स्टोरी गाइस 8:30 भन्दा गोलिन्छ यो मास्लोज थ्योरी गर्नु कि हर्सबर्गको कुन चाहिँ सिम्पल ह मैले ल्याटम पठाएको हेर त्यो फाइल त्यसले एउटा मात्रै गरिदिएको छ एउटा गर्ने हो नि त त्यो सिम्पल कुन छ तर कुन लाग्यो यो मास्लोज थ्योरी हो यो मास्लोज थ्योरीमा हेयर टेस्ट द ह्युमन रिसोर्सेस त्यसमा दुईटा क्वेशन छैन ह टफ ल हामी चाहिँ पढ्दा कति बज्यो
पढ्दा पढ्दै बिहानको 4 बजिसक्यो ल अपडेट लिम कसले कति मार्क्सको जाने हो है त ल म त जान्ने भनेको त म 100 आएको छ तर लेख्नु नभएन मैले 75 मार्क्स को जाने छ अराउन्ड 75 ल कफी पनि एकछिन म्युजिक बन्द गर्छ एकैछिन कफी खाएर हल्का एकछिन पर्छ भने हामी सुत्छौँ लास्ट निद लागिसकेको छ 4 कति बज्यो निदाले झ्याप पनि लट्ठे भयो होला ल यिनीहरूले पनि खाँदैछन् कफी खाएर को सुत्छ त्यो पढ्ने भने एकछिन पढ्ने भने यस्तो छ आज नयाँ कप किनेको हो यही नै लास्ट हुन सक्छ जस्तो लागिरहेको मलाई मेरो निद्रा देखेर एकछिन चुप ल अब यही नै लास्ट हुन्छ जस्तो छ मेरो निद्रा देखेर आँखा लट्ठ बनाइसकेको छ म यो भ्याएर एकछिन पढ्छु अनि सुत्छु होला अलमोस्ट आउटलाइन र आइडिया त भइसक्यो के हो भनेर त्यसलाई अब मजाले त्यो पोइन्ट्सहरू पनि राम्रोसँग त्यो भएको नै पोइन्ट्सहरू एकछिन पढ्छु अनि सुत्छु होला त्यही हो यति बेलासम्म जसले हेर्नुभयो धेरै धेरै धन्यवाद एकदम मनबाट थ्याङ्क यू र भिडियो राम्रो लाग्यो भने कमेन्ट गर्नु होला लाइक गर्नु होला नलागेको केही छैन म अर्को राम्रो बनाउने ट्राई गर्छु त्यही नै हो बाई बाई थ्याङ्क यू फर वाचिङ